दर्शकबिन नमस्ते। आज हामी खानाको टेस्टको क्रममा आज हामी जनकपुरको नवरग होटलमा छौँ र नवरग होटलमा आउँदा यहाँ नवरग होटल भनेको ननभेज माछा होस् मासु होस् सबैको लागि धेरै फेमस छ। त्यसै क्रममा आज तपाईहरूलाई मैले हरेक भेराइटीको जुन हाम्रो मिथिलामा खाने हरेक भेराइटीको माछालाई लिएर आज उपस्थित भएको छौँ र जुन तपाईले माछामा पनि हरेक भेराइटीको माछाको पाउनु हेर्नु भएको छ र यो अब हरेक भेराइटीको माछामा आज हामी माछा छौँ भने यसलाई हामी टेङ्ग्रा माछा भन्छौँ। अब तपाईँले हेर्नु भएको छ यो टेङ्ग्रा माछा भनेको हामी तराईतिर यो खेतमा पाउने माछा हो। यो खास गरेर यो माछा भनेको तपाईँलाई पोखरीमा पनि कमै हुन्छ र यो खास गरेर खेततिर पाउने माछा हो। त्यसै क्रममा हामी यसलाई भन्छौँ झिङ्गा माछा। झिङ्गा माछा भनेको हाम्रो सानो झिङ्गा हो। यो ब्रान्डिङ एप्रोन छैन, सानो झिङ्गा माछा हो। यो पनि खास गरेर हामीले खेतमा जब हाम्रो खेतमा धान खेती हुन्छ त्यही बेला यो अघनको बेलामा यो या त यो कार्तिक त्यो पछि त्यसमा हामीले अहिलेको सिजन भनौँ त्यस बेला यो पाउने माछा हो। यो मेरिनेसन गरेर यसमा तपाईँले सल्ट, पेपर, जिन्जर गार्लिक पेस्ट, लेमन, कोरिएन्डर पाउडर, रेड चिल्ली पाउडर, धनियाँको पाउडर मिलाएर मेरिनेसन गरेर यसलाई राखेछ र खास गरेर यो हामीले लाइभ अहिले खानु नपाउने हो। जब अर्डर दिँदा उसले बनाएर नै दिने गरिन्छ। त्यसैमा यो गैँचा माछ, हामी गैँचा माछ भन्दाखेरि यो पानी र भुइँभित्र हुन्छ र यो खास गरेर गैँचा माछा पोखरीमा हुँदैन। यो खास गरेर खेतीमा र हिलो बढी भएको ठाउँमा नै हुन्छ। र यो खास गरेर यो माछा भनेको हामीलाई जस्तो सर्प जस्तो देखिन्छ तर माछा हेर्दा पनि तपाईँले कालो र लामो हेरिरहेछ। अनि यो झिङ्गा माछा हो। अनि खास गरेर यो गैँचा माछालाई हेर्दा हामीले भुइँमा या त हिलोमा बढी हुनेछ र यो खास गरेर हाम्रो तराईतिर हाम्रो मिथिलामा यो माछाको धेरै महत्त्व छ। खास गरेर तपाईँले हेर्नु भएको छ यो माछा भनेको यो गैँचा माछा हो। कालो जस्तो देखिन्छ र खानामा सबैभन्दा टेस्टी हुन्छ र भुइँमा भएको कारणले यसमा प्रोटिनको मात्राहरू धेरै टन्नै हुन्छ। यसै क्रममा हामी जाउँ झिङ्गा माछामा। झिङ्गा माछा पनि यो भनेको यो प्रोनको सानो भाग हो तर प्रोन होइन। यसमा पनि तपाईँले हेर्नु भएको छ यो व्हाइट कलरको हो। यसलाई मेरिनेसन गरेर नै राखेछ। अनि त्यस गरेर यसैमा हामीले टेङ्ग्रा माछा भन्छौँ है। यो माछाको पार्ट नै हो। अनि यो माछा पनि मेरिनेसन गरेर बनाउने गरिन्छ। खास गरेर तपाईँ हेर्नु भएको छ यो माछा हामी तराईको तारेको माछा अब यो फ्राई भनेको अब जनकपुरमा आउँदा तराईको माछा हरेक ठाउँमा पाइन्छ। अब यो माछा भनेको अहिले हाम्रो जलपानमा खाजामा हरेक माछाहरू हामीले हाल्छौँ। र यो माछा भनेको अब तपाईँले हेर्नु भएको छ यो यसलाई सल्ट, पेपर, लेमन जुस, जिन्जर गार्लिक पेस्ट र हरेक प्रकारको जस्तो रेड चिल्ली पाउडर हालेर माछाको तरुवा हामी भनौँ। माछाको तरुवा हामी यहाँ तपाईँ लाइभ फ्राई गरेर खानु पाउने छ। यो जनकपुरको हो नवरग होटल हो। अनि नवरग होटलमा हामीले न्यू नवरग होटल हो र यो जहिले पनि पुरानो नवरग होटल हो। आज हामी पुरानो नवरग होटलमा र विभिन्न प्रकारको माछाको साथमा यसको प्रकारको साथमा हामीले यहाँको के अरे भनेको अचारहरू पनि आज हामी टेस्ट गर्नेछौँ। आज टेस्ट गर्नेको क्रममा र खानाको क्वालिटी चेक गर्नेको क्रममा खानाको माछाको कसरी बनाइन्छ त्यसको क्रममा आज हामी नवरग होटलमा आएको छौँ। खानाको क्रममा आज हामीले एउटा हामी सुगा भन्छौँ है। गाउँमा हरेकको घरमा पहिला सुगा हुन्थ्यो। सुगा र जुन के अरे हामी सुगा भन्छौँ। अब सुगालाई प्यारोट है त्यो पनि यहाँ होटलमा राखेछ। अब खास गरेर खै बोल्छ कि बोल्दैन त्यो पनि हामीलाई गाह्रो नै छ है। तर यो तपाईँले हेर्नु भएको छ यो पनि संस्कृति बिस्तारै हामी यसको कल्चर भएला हामी हरेकको घरमा सुगा पाल्ने कन्डिसन थियो। आज हामीले पुरानो नवरङमा होटलमा छौँ। नवरङमा आज अब हामीले विभिन्न प्रकारको ननभेज खानाको लागि बढी फेमस हो। चाहे माछा होस् चाहे मासु होस्। पहिला बगेरी पनि दिन्थ्यो है। अनि हरेक प्रकारको माछाहरू पनि यहाँ यो जनकपुरमा सबैभन्दा पुरानो र सबैभन्दा फेमस नै होटल हो यो नवरङ। माछा तारिरहेछ। अब तपाईँ हेर्नु भएको छ यो तार्ने भनेको पहिला त हामी कम तेलमा तारिन्थ्यो। अहिलेका यो माछा भनेको बढी तेलमा तारेर हामीले माछा सबको तरुवा रेडी गर्छौँ है। अनि स्लो फ्लेममा यसलाई हामीले बनाउने गरिन्छ। दर्शकबिन अब मिथिलामा जाँदा हामीले अचार
सायद अचार नखाए भने खानामा हाम्रो खै पुरै हुँदैन। त्यही भएर यो नवरङ होटलमा आउँदा आज पहिलोचोटि यस्तो लाग्यो कि अचारको बास्ना हेरेर त खानेको कुरा बेग्लै हो, हामीले बास्ना हेरेर नि हामीलाई खाउँ मन लागिरहेछ। अब तपाईँले हेर्नु भएको छ यो विभिन्न प्रकारको अचार हो र यो अचार भनेको उहाँले गेस्टलाई नै सर्भ गर्ने गर्छ, उहाँले बेच्ने होइन, उहाँले गेस्टलाई नै सर्भ गरेर यो अचार राख्ने गरिन्छ। र यो अचार भनेको तपाईँले हेर्नु भएको छ यो सालभरि उहाँले यो अचार बनाएर राख्छ अनि सालभरि यो अचार खुवाउँछ। अब त्यसैमा हामी जाउँ अब अचारको के कसो छ महत्त्व र यसलाई अलिकति के कसो यहाँको खानपानमा छ हामी उहाँसित कुरा गर्नेछौँ। दर्शकबिन नमस्ते, उहाँ हुनुहुन्छ पुरानो नवरङ होटलको ओनर र ओनर हुँदा पनि उहाँको बुवा यसमा सेफ नै थियो है। अनि वर्षौँदेखि आज होइन 20-30 वर्ष पहिलादेखि यो होटल धेरै फेमस हो, खास गरेर ननभेजको लागि। त्यसमा माछा होस् मासु होस्, त्यसै सन्दर्भ उहाँसित हामी कुरा गर्नेछौँ। सर नमस्ते। नमस्कार, म प्रकाश भगत नगरमको। अनि तपाईँले यो अचार भन्नुभएको छ, यो अचार कुन अचार हो त? अनि अचार यति अचार तपाईँले बनाउनु भएको छ अनि यसमा के कसो छ अचार अनि कुन अचार के हो यसो सानो हामीलाई एक्सप्लेन पाउँ न। यो आमको अचार भयो। हजुर, आम कटहर मिक्स पनि छ यो। आम र कटहर मिक्स। हजुर मिक्स छ। त्यसपछि आमलाको पनि छ। ओके। ओलको पनि हामी तयारी गरेको छौँ। खानामा हामीहरू दिन्छौँ। अब ओल पनि छ, अमरा पनि छ, आम पनि छ, कटहरको पनि छ। हामीले ओल पनि आइसक्यो, त्यस्तै ओलमा हामीले कहिले पनि बनाउँदा भनेको हामी कुच्चा बनाउँछौँ ओलको के अरे, त्यसपछि हामी बडोग्रा बनाउँछौँ ओलको। अनि तपाईँको यो होटल भनेको र खास गरेर ननभेजको लागि फेमस हो। अनि यो अचार तपाईँले कति दिनसम्म यहाँ राख्न सक्नुहुन्छ? म सालभरिको कोटा राख्छु। हाम्रो त बुवाले नै तयारी मलाई सबै कुराहरू सिकाइदिनु भएको थियो। हाम्रो 40 वर्ष पुरानो होटल, म पनि 25 वर्षदेखि चलाइरहेको छु। यहाँ बढी मेरो खानामा दिने हो मिठा खाना, माछा नामी छ जनकपुरको लोकल माछा हामीहरू दिन्छौँ। त्यसपछि तपाईँलाई यहाँ मासु पनि मिठा खानाको पनि राम्रो राम्रो हामी बढी पनि दिन्छौँ। मिठामा बढी तरुवा, किलोरी, पापड सबै खानामा नामी छ। तपाईँलाई थाहा छ यति मिथिला खाना आज होइन रामायण कालदेखि जोड्यो, तर पनि मिथिला खाना जनकपुरभन्दा 2 नम्बर प्रदेशभन्दा बाहिर गएको छैन। त्यसको के महत्त्व होला? कसैले हामी लग्न सकेका छैनौँ कि तपाईँको विचारमा के हो यसको अध्ययन होला? मलाई लाग्छ कि हाम्रो तराईमा अलिकति मिथिलाको बढी थियो, पहाडमा मासु भातमा नामी छ। त्यही भनेर बिस्तारै हाम्रो टुरिस्टहरू यहाँ आउँदाखेरि मिथिला खानाको हामी प्रचार गर्दैछौँ। भन्छु मिथिला खाना भनेर यही हो। तब उहाँलाई थाहा हुन्छ, बल्ल उहाँहरूलाई पनि थाहा हुँदैन तरुवा भनेको के हो। हामीहरूलाई उहाँ विवरण दिन्छु, तरुवा यसलाई भन्छन्, कडी बढी भनेर के हो, कडी दही भनेर पिलिनुहुन्छ उहाँहरूले। तर हामीले भन्छु होइन सर यो तरकारी हामी बेसनको सब्जी दिएर तयारी गर्छौँ। अनि तपाईँले सुन्नुभयो खरे उहाँले भन्नुभएको कि मिथिला थालीमा उहाँले करीबरी बेसनको बनाउँछ अनि त्यसपछि तपाईँले अचार, त्यसपछि तरुवा, त्यसपछि भरुवा हरेक भेराइटी यहाँबाट दिएको। यो भनेको आज 50 वर्ष पनि पुरानो होटल हो र होटल पुरानो हेर्दा पनि खानाको क्वालिटी हामीलाई पहिलोचोटि मैले आउँदा जनकपुरमा उसना चामल, त्यो पनि हाफ बोइल चामल खानाको साथमा दिने गरिन्छ। दर्शकबिन नमस्ते, खास गरी हामी आज मिथिला खाना क्रममा हामी नवरङ होटलमा छौँ र नवरङ होटलमा तपाईँले हेर्नुभएको छ मिथिला थाली उहाँले मलाई प्रेजेन्ट गरेर दिनुभएको छ। म टेस्ट मिथिला सेफ महेश शाह आज मिथिला खानाको रिसर्चमा र मिथिला खाना टेस्टको क्रममा जनकपुर आइपुगेछौँ र जनकपुर भनेको हाम्रो नेटिभ प्लेस नै हो। अब त्यस्तै क्रममा तपाईँले हेर्नुभएको छ बासमती चामल है, लोकल रहरी दाल, करी बरी, साग, त्यसपछि तिलौरी है, चरौरी, त्यसपछि पापड, त्यसपछि यो होममेड अचार हो जुन आमको कटहरको धेरै अचार छ, त्यसपछि तरकारी, त्यसपछि तरुवा पनि छ। अनि त्यस्तै गरेर उहाँले हामी माछा पनि अहिले अब टेस्ट गर्नेछौँ। खास गरेर हामीले तराईको तारेको माछा जे अपना सब माछक तरुवा कहै छी त्यो पनि आछ। अब माछामा हामीले झिङ्गा माछा, त्यसपछि गैँचा माछा, त्यसपछि रौ माछा, त्यसपछि हामीले माछाको धेरै प्रकार अहिले हेर्न पाइरहेछ। र खास गरेर मिथिलामा हामी भोज होस् भतेर होस् हामीले मधानको पातमा खाना खाने गरिन्छ। अहिले मोडर्न कन्डिसनले हामीले अब एल्युमिनियमको प्लेट के आइसक्यो, तर पुरानो हाम्रो रीतिरिवाज हेर्दा, हाम्रो संस्कार हेर्दा, हाम्रो परम्परा हेर्दा, हाम्रो
मौलिकता हेर्दा हामी पहिला भोज भतेर हुँदा हामी पातमा नै खाने गरिन्छौँ। अहिले पनि केराको पातमा त्यसमा धेरै महत्त्व रहेछ। नमस्ते दर्शकबिन।